so heavy. Hello guys, welcome to our channel, Namya and Mama. आज फर्स्टमै तपाईँलाई ब्लगको स्टार्टिङमै भनिहालेँ अहिलेदेखि हात काट्यो टमाटर काट्दा काट्दा अहिले के बोल्छु भन्छ रम्बेलाको उयो काट्दाखेरि के काट्दा अरे लुपर चाहिँ हाम्रो टाँसी छ आज सबैजना बिजी किन भन्दाखेरि चाहिँ आजदेखि चाहिँ घरमा पूजा स्टार्ट भयो आज के स्टार्ट भएको अहिलेदेखि साप्तेन है साप्तेन एभ्री इयर चाहिँ घरको सबैजनाको पूजा निस्किन्छ पूजा चाहिँ आज छ फर लाइक 3 दिनको लागि हुन्छ सो त्यसको प्रिपेरेसन हुँदैछ लामा राइसक्नु भएको छ अन्त यहाँ खानाहरू बनिँदैछ अनि हाम्रो खाना चाहिँ योपालि चाहिँ हाम्रो आपाले चाहिँ के बनाउनु भनेर कस्तो पाराले त्यसो म तपाईँलाई देखाउँछु यहाँ चाहिँ छ हाम्रो एकदम ब्रेकफास्टको डिनरको फर्स्ट डे सेकेन्ड डे अनि थर्ड डेको एकदम यो चाहिँ एकदम वेल प्रिपेयर्ड क्या त्यो के बनाउनु नहुने हिसाबले चाहिँ यहाँ बनाएको छ अनि यहाँ पाक्दैछ खाना यहाँ पाक्दैछ इस्कुस यहाँ पाक्दैछ यहाँ चाहिँ यहाँ उयो भयो यहाँ छुर्पी र खोर्सानीको अचार बनिँदैछ सो सबैजना आइसक्नुभयो नेपाली लामाहरू बाहिर हुनुहुन्छ यहाँ हुँदैछ हाम्रो टुकुलाले हेलो हाम्रो टुकुलाले यहाँ गर्नुहुँदैछ यसको लागि अब साप्तेनको प्रिपेरेसन आजदेखि नै हुन्छ नि टुकुला बेलुकादेखि नै सो यहाँ आउनु भएको छ सबैजना उहाँ छाम्पोला चाहिँ पहिला हामी बिहा गर्नुभित्र हुनुहुने चाहिँ उहाँ अरे मैले चाहिँ चिनेन उहाँ ला त्यति बेला टिकुला आउनु भ्याउनु भएन अरे मैले टिकुला चाहिँ यता हाम्रो सधैँ एभ्री मन्थ पूजा गरिदिनुहुन्छ टिकुलाले नै सबै अनि उहाँ चाहिँ म यहाँ बिहा गरेर हुँदाखेरि चाहिँ उहाँ हुनुहुन्थ्यो अरे तर मैले चिनेन सबैजना यहाँ प्रिपेयर गर्नुहुँदैछ सो यहाँ छ यहाँ चाहिँ हाम्रो छेसुम अनि फर 3 दिनको पूजा हुन्छ अनि घरमा हाम्रो टोटल अहिले सबैजना हाम्रो घरमा बस्ने सबैजना गरेर चाहिँ 12 जनाको पूजा हुँदैछ सो एभ्री इयर चाहिँ यो चाहिँ सबैजना घरको पूजा देखाउनुहुन्छ अनि यो सालको के छ कसो छ त्यही हिसाबले पूजा गर्नुहुन्छ सो यहाँ छ पूजा हुँदैछ सबैजना प्रिपेयर गर्नुहुँदैछ सो आजदेखिको 3 दिन चाहिँ लामाहरू पनि यहीँ बस्नु सो लामाहरू पनि यतै बस्नुहुन्छ फर 3 डेज 3 दिनसम्म यतै बस्नुहुन्छ अन्त उहाँ बिहान बेलुका सबै यतै पूजा गरेर गर्नुहुन्छ सो आज बेलुकादेखि छ अनि माई सिस्टर इन ल ऊ पनि आउँदैछ आज उसको पनि आज छुट्टी लिएर आउँदैछ उसको पनि पूजाहरू पुरा आएको छ अरे सो एकछिनमा भेट्छु तपाईँलाई देखाउँछु के हुन्छ तर अलिअलि देखाउँछु लामो हुन्छ होला फेरि यो सो अलिअलि गर्दै तपाईँलाई म देखाउँछु सो यहाँ चाहिँ छ ध्वजा सबै रेडी राखेको छ अनि यहाँ हाम्रो 12वटा छ 12जना मेम्बर छ घरमा सो सबैजनाको एक एकवटा पूजाको निस्किएको छ 1 2 3 4 5 6 8 9 10 11 12 र अनि सबै यहाँ पूजा गरेर यहाँ लगाउँछ पहिलाको निकाल्यो जस्तो तपाईँले अरू बेला मेरो भिडियोमा देख्नु भएको होला टेरेसमा यहाँ ध्वजा हल्लिँदै गरेको त्यो चाहिँ पहिला लास्ट चाहिँ पूजा गरेको अब योपालिको यो नयाँ ध्वजाहरू नयाँ पूजाहरू राख्छ पूजा गरेर सबै यस्तो हुन्छ सो यो लगाउँछ अनि एक्चुअलमा म चाहिँ हिन्दू हो तर मलाई पनि यहीँ बिहा गरेर आएर यस्तोहरू यो जान्दैछु सो यही हो यता मेरो हस्बेन्ड चाहिँ बुद्धिस्ट हो सो यो चाहिँ अहिले गरेर राख्छ सो यस्तै छ अहिलेको अपडेट त्यसै एकछिनमा
आज चाहिँ हाम्रो मेन पूजा हो जो जो रहँदा छ सबै यसरी हुन्छ एक एकजनाको पूजा निस्किएको छ यो चाहिँ पूजा गरेर बेलुका उयो गर्नुपर्छ अनि घरमा मान्छे पुरा छ भने यो चाहिँ तपाईँहरूको निस्किन्छ इन्डिभिजुअली पूजा निस्किन्छ के नराम्रो छ यो पर्छ त्यही हिसाबले पूजा गर्छ अनि यहाँ चाहिँ अब यस्तो हुन्छ यहाँ चाहिँ बनाएको हुन्छ यसरी यहाँ छ मेरो देवर हाई भन न होइन युट्युब भिडियो मेरो हाई भन न चाहिँ अब हुँदैछ आमा र बहिनी सिस्टर इन लको पूजा हेलस्टोन असिना बढ्यो यहाँ असिना पऱ्यो असिना हेलस्टोन अम्बो अम्बो अहिले चाहिँ पऱ्यो असिना